जय मसी सम्पूर्ण ख्रिस्टका जनहरूमा आज हाम्रो वार्षिक पिकनिकमा इन्डियाबाट पाल्नुभएका हाम्रो आदरणीय पास्टर मथियास सुब्बाज्यू यहाँ हामीसँग हुनुहुन्छ। उहाँले हामीलाई प्रभुका जीवित वचन हामी सामु बाँड्दै हुनुहुन्छ। यो प्रभुको वचन बाँड्ने स्थान चाहिँ हाम्रो हरेक वर्षमा हुने सेफ लाइफ चर्चमा प्रत्येक वर्षमा हुने यो पिकनिक समारोहमा उहाँ हाम्रो आदरणीय पास्टर मथियास सुब्बाज्यू आज हाम्रो गेस्टको रूपमा पाल्नु भएको छ। यही अवसरमा उहाँले हामीलाई प्रभुका जीवित वचन उहाँका मुखारबिन्दुबाट हामी सुन्नेछौँ। अहिलेलाई भने पास्टर मथियास सुब्बा। यहाँहरू सबैलाई जय मसी टक्राउन चाहन्छु। म पास्टर मथियास सुब्बा, विशेष आज सेफ लाइफ चर्चको चाहिँ यहाँ इयरली एउटा पिकनिक भइराखेको छ अनि म पनि यहाँ समावेश भइराखेको छु। एउटा रमाइलो क्षण छ, आनन्दमय क्षण छ यो। र यस समयमा तपाईँलाई केही कुरा बाँडिरहेको छु, विशेष गरिकन ह्याप्पिनेस र जय विषय लिकन। यो दुईटा कुरामा के फरक छ अनि हामीले कुन कुरालाई चाहिँ अँगाल्नु पर्ने हो भन्ने यो विषय लिकन हजुरसँग बाँडिराखेको छु। जब ह्याप्पिनेसको हामी कुरा गर्छौँ, ह्याप्पिनेस भनेपछि ह्याप्पी अथवा खुसीको कुरा, यो चाहिँ ह्यापनिङ अथवा कुनै घटना है कुनै यस्तो कुरासँग चाहिँ के छ, यो चाहिँ कनेक्टेड छ। किनभने जब हाम्रो जीवनमा कुनै कुरो राम्रो कुरा घट्छ त्यति बेला हामी एकदमै ह्याप्पी, अति नै हामी के हुन्छौँ, खुसी हुन्छौँ। जस्तो उदाहरणको लागि, जस्तो मेरो नानी इक्जाममा फर्स्ट डिभिजन भयो भने म एकदमै ह्याप्पी अथवा म एकदमै खुसी हुन्छु। तर याद गर्नुहोस्, त्यो खुसी चाहिँ केही क्षणको लागि रहन्छ। किनभने जस्तो मैले कुनै धेरै पैसा पाएँ अनि म त्यो कुरामा खुसी हुन्छु, तर त्यो खुसी चाहिँ केही क्षणको लागि रहन्छ, फेरि सबै कुराहरू पुरानै भएर जान्छ। अझै उदाहरणको लागि मैले एउटा नयाँ गाडी किने, केही समयसम्म म खुसी रहन्छु, तर त्यसपछि फेरि के हुन्छ, तपाईँको त्यो खुसी हराएर जान्छ। र कुनै पनि यो खुसी भन्ने कुरा चाहिँ एउटा ह्यापनिङ अथवा कुनै घटनासँग आधारित हुन्छ। तर जब हामी आनन्दको कुरा गर्छौँ नि प्रियहरू, यो आनन्द चाहिँ यो चाहिँ कुनै पनि घटना अथवा कुनै कुरोमा पनि भर गर्दैन। यो आनन्द चाहिँ पवित्र आत्माको फल हो अनि यो आनन्दको स्रोत हुन्छ नि, सोर्स चाहिँ परमेश्वर स्वयं हुनुहुन्छ। घटना होइन, पैसा रुपियाँ होइन, भौतिक कुराहरू होइन। यो आनन्द चाहिँ त्यस्तो कुराले दिनु पनि सक्दैन। यो आनन्द, जय भन्ने कुरा चाहिँ परमेश्वरले दिनुहुन्छ। यस कारणले गर्दा चाहिँ अब जय चाहिँ कस्तो हुन्छ भने यो चाहिँ एभरलास्टिङ हुन्छ, यो चाहिँ हामीसँग रहिरहने हुन्छ। किनभने अब खुसीको बेलामा राम्रो कुराहरू हुँदाखेरि त है हामी आनन्दित हुन सक्छौँ, तर दुःख अनि कष्टको बेलामा पनि यो आनन्द चाहिँ हराएर जाँदैन, यो आनन्द चाहिँ रहिरहन्छ। पावलले भन्छ नि जेलखानबाट क्या यसरी भन्नुहुन्छ, प्रभुमा सधैँ आनन्द गर, म फेरि पनि भन्छु आनन्द गर है। रिजोइस इन द लर्ड अलवेज एन्ड अगेन आई से रिजोइस। याद गर्नुहोस्, पावलको जीवन चाहिँ अँध्यारो थियो, एक प्रकारले भनौँ भने जेलखानमा कति गाह्रो भइरहेको अवस्था थियो होइन, तर पनि उसले प्रभुमा रहेर भन्छ त्यो अवस्थामा पनि के गर, आनन्द गर। किनभने यो आनन्द चाहिँ खालि राम्रो हुँदा, स्वास्थ्य हुँदा, केही कुरो पाउँदा मात्रै होइन, तर दुःखको बेलामा पनि यो आनन्द चाहिँ रहिरहन्छ। किनकि यो आनन्दको स्रोत चाहिँ परमेश्वर हुनुहुन्छ अनि यो आनन्द चाहिँ पवित्र आत्माको फल पनि हो। यसकारणले आज तपाईँले मैले अँगाल्नु पर्ने चाहिँ खुसियाली भन्दा पनि आनन्द हो। खुसी चाहिँ कुनै कुरोमा भर पर्छ, केही कुरो पाउँदा हामी खुसी हुन्छौँ, तर आनन्द चाहिँ चाहे दुःखमा होस् चाहे सुखमा होस् हामी आनन्दित रहिरहन सक्छौँ। यसकारण आज मेरो यो भनाइलाई अन्त गर्दै गर्दाखेरि यही भन्न चाहन्छु कि आज हाम्रो जीवनमा चाहिँ हामी आनन्दलाई हामी अपनाऊ। किनकि हाम्रो जीवनमा दुःख पनि आउँछ, सुख पनि आउँछ, त्यो हर समय हामी आनन्दित रहिरहन सक्छौँ, जयफुल भइरहन सक्छौँ यदि हामीले त्यो प्रभुको आनन्दलाई पाएका छौँ भने। परमेश्वरले हजुरलाई धेरै आशिष दिउन्, आनन्दित रहनुहोस्, एकदमै प्रभुमा जयफुल रहनुहोस्। प्रभुले हजुर सबैलाई आशिष दिउन्। थ्याङ्क यू।